नमस्ते र फर्स्टमा कुरा गर्नेछौं सुदन गुरुङको बारेमा। सिमरा आएका सुदन गुरुङले प्रहरी एसपीलाई भने हाम्रो सरकार हुँदा त कारबाही गर्न सक्नु भएन भनी तपाईसँग के आश गर्ने र दिल्लीराम खनाल भन्छन् महेश बस्नेत र केपी ओलीलाई यो देशमा बस्ने अधिकार समेत छैन। र नेकपा एमालेको नेशनल भोलिन्टियर फोर्सको कार्यक्रममा महेश बस्नेतले भाषण गर्दा मस्त सपना देख्दै निदाइन रामकुमारी झाँक्री र सरकारले दिन्छु भनेको पैसा नदिएपछि टाउकोमा हात समातेर बस्दै धुर्मुस र केपी ओलीको झोलेसँग भिड्न तयार देखिए जेन्जीहरू। काठमाडौँमा देखियो डरलाग्दो संकेत र राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीले भने भएको कानुनबाट खुरुक्क चुनाव गराउनुहोस् र केपी ओली अब कानुन भन्दा माथि छैनन्, गृहमन्त्री अर्यालको भनाई। कानुन भन्दा माथि केपी ओली मात्रै कानुन भन्दा माथि बस्ने जो अहिले पहिलाको चाहिँ त्यस्तो थियो, अब त्यस्तो हुँदैन। प्रधानमन्त्री सुशीला कार्की भन्नुहुन्छ जेन्जी आन्दोलनका घाइते र शहीदका परिवारका भाग भन्दा सरकार दायाँ बायाँ जाँदै जाँदैन र सिंहदरबार जलाउने बालेन शाह र सुदन गुरुङलाई पक्राउ गर्नुपर्छ, ज्ञानेन्द्र शाहीको भनाई। र आजको एनपीएल खेलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, पोखरा एभेन्जर्स 18 रनले पराजित। एन्ड गाइस, शनिबारमा हुने एनपीएल म्याचका सबै टिकटहरू सोल्ड आउट भएका छन्। टिकट नकाट्नेहरूले घरमै बसेर हेर्नुहोला। र केपी ओलीले भन्छन् सुशीलाजी मेरै उमेरको मान्छे हो तर कुरा चाहिँ केटाकेटीको जस्तै गर्नुहुन्छ। एन्ड गाइज, राष्ट्रिय सुरक्षा परिषदले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस गरेको छ। र भीम रावल भन्छन् भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय दिनुपर्छ। ओके गाइज, आजको लागि यति नै। भेटौँला नेक्स्ट अपडेटमा। यस्तै भिडियो मन पर्छ भने च्यानललाई सब्स्क्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला र यो भिडियो तपाईले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला।